हाम्रो आजको यो दोस्रो दिनको दोस्रो गेम चाहिँ हाम्रो रुकुम भलिबल भर्सेस हाम्रो समाज सुधार युवा क्लब टिम बी विरुद्ध भइरहेछ है। लाग्छ यो म्याच एकदमै इन्ट्रेस्टिङ हुन्छ होला यो गेम चाहिँ। दुवैतर्फका खेलाडीहरू एकदमै तयारी अवस्थामा देखिनुहुन्छ। मेरो पाली पनि हो नि ओके खोल्न सफल भएको छ हिमालय बी 1 भने रुकुम भलिबल क्लब 0-1-0। रुकुम भलिबल क्लबले पनि खाता खोल्न सफल भएको छ 1-1। पक्का हो त्यो मान नमान रुकुम भलिबल क्लब 2 हिमालय बी 1 हिमालय बी 2 रुकुम भलिबल क्लब 2-2 2 इक्वल। काट्न पुगेन यो फाइदा रुकुम भलिबल क्लबलाई पर्यो। रुकुम भलिबल क्लब 3 हिमाल हिमालय बी 3 रुकुम भलिबल क्लब 3 बराबर। खेल प्रतिस्पर्धात्मक रूपले अगाडि बढिराखेको छ। एकदम रोचक छ हेर्नलाई पनि। राम्रो बल उठाउनु भएको छ। यस्तो भयो भने हुन्छ क्या लङ र्याली यस्तो भयो भने राइट बल अरे बाप रे बाप यस्तो भयो भने बल्ल पकरको छ नि हामी रुकुम भलिबल क्लब 4 हिमालय बी 3-4-3 कौन है नहीं ए नहीं गाह्रो भइसक्यो गाह्रो रहेछ कस्तो गाह्रो छ त बनाल्छ अब हेर्दा 4 बराबर। खेल एकदमै प्रतिस्पर्धात्मक। किन सर छोटेहरूको खबर कटौती त्यस्तो बल उठाउनु रुकुम भलिबल क्लब 5 हिमालय बी 4-5-4 राम्रो सर्ट तयार भएको छ हिमालय बीबाट। हिमालय बी 5 रुकुम भलिबल क्लब 5
5-5 मजाले म्याच जाली रहेछ कट्नु थियो जाली क्यान ला रुकुम भलिबल क्लब 6 कट्ने थियो हिमालय बी 5-6-5 आफै जाल्ला पनि जालिरहेछ भने ए बल कता के गरेर स्वयंसेवक भाइहरू बल राम्रोसँग राख है उठाउँ त कति नाल 7-5 रुकुम भलिबल क्लब 7 हिमालय बी 5 दादा लागाउन पछि हामी गेम चाहिँ त्यही होला हैन खेलाउने सिरियल चाहिँ ए जानु रेसि पनि गाह्रो ठ्याक्क 1 घण्टा आछिन अब 1 घण्टा कसरी मैले नखाने एउटा हो अब यो मैले खायो 6-7 किटोले खानु भयो अब मैले खानु पर्यो मैले नखायो ए भेटा भाइ पछाडि स्पाइक पुनः राणा यहाँ नभएको जानकारी हामी गराउँछौँ रुममा जानु पर्ला रुकुम भलिबल क्लब 8 मिठो रिप्लेस हिमालय बी 7 8-7 खेल एकदमै कम्पिटिसन भइरहेको छ राम्रो सट प्रहार भएको छ 8 नम्बर खेलाडीबाट हिमालय बी 8 नम्बर खेलाडीले हानेको 8 नम्बरले आएछ भने रुकुम भलिबल क्लबबाट पनि 8 बराबर एकदम राम्रो प्रयास गरेर बल उठाउनु भएको थियो र नम्बर पनि आफूले पार्न सफल हुनुभयो उहाँलाई धन्यवाद छ 9-8 राम्रो कमेन्ट्री राम्रो छ अङ्कललाई युट्युबमा आउने हाल्छ खाडासम्म बस्यो जान्छ 9 बराबर एउटा पानीको बोतल हिमालय बी 10 रुकुम भलिबल क्लब 9 अहिले रोकम र बन्जार दी 10 बराबर कस्तो राम्रो गेम छ खेल एकदमै कम्पिटिसन भइरहेको छ दर्शकहरूले पछाडिबाट दर्शकहरूले पनि भनिराख्नु भएको छ कस्तो राम्रो भयो नि भनेर हो गुड ए सुताइदियो फेरि पनि एक नम्बर तपाईँ सफल भएको छ हिमालय बी भने हिमालय बी 11 तपाईँ रुकुम भलिबल क्लब 10 11-10 सर्भिस आउट भएको छ र यो फाइदा हिमालय बीलाई भएको छ हिमालय बीको 18 भयो भने रुकुम भलिबल क्लबको 18-16 लगायो 15 शट गएको छ रुकुम भलिबल क्लबबाट रुकुम भलिबल क्लबको 17 हिमालय बीको 18 17-18 एकदमै कम्पिटिसन रहेको छ खेल दियो पढाइदियो 18 बराबर
18 बराबर वाट अ गेम भन्छ यसलाई हैन What a nice game, man. हेलो जल तक सबै भएन यो फाइदा रुकुम बलियो क्लबलाई भएको छ रुकुम बलियो क्लब 19 भने सबिन बडा छ हिमालय बी 18 19 18 सबिन बडा छ यहाँ आउनु हेर्नुस् न केटी अब फेरि एक रोक दिएको छ जे एकदम राम्रो सदान सफल भएको छ हिमालय बी 19 भनेपछि रुकुम बलियो क्लब 19 बराबर 19 इक्वल 20-19 एउटा बोला छ बल आउटमा पुगेको छ यो फाइदा हिमालय बीलाई रहेको छ बराबर 20 बराबर हुन पुगेको छ कोही भन्दा कोही कम छैन यहाँ दुश्मन हेरेको 21-20 रुकुम बलियो क्लब 21 हिमालय बी 20 21-20 बाबल 22-21 बाजी लगा रुकुम बलियो क्लब 22 हिमालय बी 21 23-22 खेल एकदमै कम्पिटिसन रहेको छ 23-22 हिमालय बी 23 रहेको छ भने रुकुम बलियो क्लब 22 लास्ट बाइक एक सेट जित्न सफल भएको छ हिमालय बी 22 मा पराजित हुनु पर्यो एकदम सानो एकदम झिनो अङ्कले प्रयास राम्रो छ दुवै जनाको राम्रो छ एकदमै कोही भन्दा कोही कम हुनुहुन्न कसको फेमर तपाईँ रुकुमका फेरि गरौँ न जिब्रो टेन्सन छ यार दोस्रो खेलको पहिलो सर्भिस रहेको छ रुकुम बलियो क्लबको आधा गोल सफल भएको छ रुकुम बलियो क्लबले रुकुम बलियो क्लब 1 भनेपछि हिमालय बी 0 1-0 एक बराबर खेल कम्पिटिसन छ एक बराबर जसले दियो भने त्यति बेला आइन्छ अब छ न अब यता डिस्टर्ब भयो भने त छेकिने हिमालय बी 2 रुकुम बलियो क्लब
सबैले कोथहरू पानी खाए बोतल तिमीले जित्नु पर्छ यो टाइममा टाइम माग्नुभएको छ हाम्रो लोकमित्रको साथीले सोधे त हेर्नुहोस् म बोलेर खेल्दा रहेछ अरे बाप 4-1 कस्तो भइरहेछ हाम्रो एकदम 4-1 एकछिन पछि भन्छु बाँकी भोक लाग्छ अहिले भात खाएर आएर हुन्छ 4-1 रहेको छ हिमालय बी 4 मलाई हाँस्न आयो 3-4 हिमालय बी 4 3-4 बल आउट हुनुभएको छ सर्भिस आउट गर्नुभएको क्लबले अनि नम्बर 1 नम्बर थर्न सफल हुनुभएको छ हिमालय बी 5 रहेको छ रुकुम भलिबल क्लब 3-5-3 कडा सर्भिस कडा सट हान्नुभएको छ 4-5 रुकुम भलिबल क्लब 4 हिमालय बी 5 4-5 एकदमै कन्डिसन छ खेल हेर्नलाई पनि रोचक प्रतिस्पर्धात्मक रूपले अगाडि बढिराखेको छ एउटा हो 6-4 हिमालय बी 6 रुकुम भलिबल क्लब 4 6-4 जान्छु सोधाइनु हुन्छ उहाँले 5-6 रुकुम भलिबल क्लब 5 हिमालय बी 6 5-6 खतरा सट गइराखेको छ हिमालय बीबाट हिमालय बी 7 रहेको छ भने रुकुम भलिबल क्लब 5 6-7 खेल कम्पिटिसन छ 6-7 इन्ट्रेस्ट लगा मान्छे पैसा बाहिर कि मिला न यार के भन्यो भने चाहिँ यहाँ चाहिँ छेकिन रहेछ बस्दै भने होइन पहिला छोड्ने बेला आहा बस्छु भने होइन जाँदा यहाँ छेकिनको उहाँ फुट्यो 7 बराबर 8-7 हिमालय बी 8 रहेको छ भने रुकुम भलिबल क्लब 7 8-7 खेल एकदमै कम्पिटिसन रूपमा अगाडि बढिराखेको छ तपाईँ देख्न सक्नुहुन्छ सबैजना उनले भ्याएसम्म तिनीहरूलाई सर्भिस गर्न सक्दैन यो फाइदा रुकुम भलिबल क्लबलाई रहेको छ रुकुम भलिबल क्लब 8 हिमालय बी 8 बराबर यिनी सबैभन्दा अहिले भयो 9-8 भलिबल क्लब 1 नम्बर अगाडि लाग्न सक्नु भएको छ
हिमालय बी 8 लगी सन्दीप बुढाथोरी खोजिन चस्मा दिला त आफै देखिन मिस्टर केही देखिन लगातार नम्बर ल्याउन सफल भएको छ रुकुम बङ्ग क्लब 11 आयो भने हिमालय बी 8 टाइम आएको छ हिमालय बीले फोटो व्यापारी विश्रामपछि फेरि तपाईँहरू समक्ष उपस्थित हुनेछन् कोरसर रहेको थियो रुकुमबाट 19-12 21-17 रुकुमबाट 21 हिमालय बी 17 21-17 22-17 इजी बॉल अठारह 22 लास्ट बॉल 18 24-18 बल चेन्ज हुने थियो नि आज बल चेन्ज हुने खतरा हुन्छ एक सेट रुकुम पहिलो गोलले जित्न सफल भएको छ भने अर्को एक सेट पनि हिमालय बीले जित्न सफल बराबर एक सेट जितेका छन् हुनेवाला त जस्तो नै 2-3 खेल कम्पिटिसन रहेको छ सुरेश तेरो हो नि यता हेर्ने 7-2 रुकुम फुटबल क्लब 7 रहेको छ भने हिमालय बी 2 आउट पुगेको छ बल हाम्रो लाइन्सम्यानले भनेअनुसार ब्याक आइदिया हुन्छ कि यहाँ देख्दैन अरू
हिमालय बी 4 रहेको छ भने रुकुम बालुवा क्लबको 7 एकदमै कम्पिटिसन भइरहेको छ गेम 5-7 हिमालय बी 5 रहेको छ भने रुकुम बालुवा क्लब 7 जाउर पार रहेको छ रुकुम बालुवा क्लबबाट रुकुम बालुवा क्लब 8 हिमालय बी 5 8-5 एकदम क्विक शट हान्नुभएको थियो उहाँले 1 नम्बर ल्याउन सफल हुनुभएको छ हिमालय बी 6 भने रुकुम बालुवा क्लब 8 6-8 बाँध्दैन गच्छिले नम्बर 6 राम्रो बल तान्नु भएको छ एकदम अप्ठ्यारो बललाई पनि ल्याएर आफ्नो पोल्टो नम्बर ल्याउन सफल हुनुभएको छ हिमालय बी भने उहाँको 7 नम्बर रहेको छ भने रुकुम बालुवा क्लबको 7-9 बल निकै बेर आकाशमा उडिराखेको थियो तर लास्टमा चाहिँ 1 नम्बर ल्याउन सफल हुनुभएको छ आफ्नो पोल्टो नम्बर ल्याउन सफल हुनुभएको छ हिमालय बी 8 भने रुकुम बालुवा क्लबको 9 एकदमै कम्पिटिसन रहेको छ खेल रुकुम बालुवा क्लब 10 रहेको छ भने हिमालय बी 8 सब रेडियो अगाडि बस्नुभएको के भन्ने हिमालय बी 9 रुकुम बालुवा क्लब 10 9-10 पूर्व बजासे मोमन सुधा यसो चान्स ल 10-11 बल कम्पिटिसन रहेको छ एकदमै कम्पिटिसन रहेको छ गेम धम्मलमा त्यस्तो भएन धम्मलमा केटाइ नआएर
धेरै नम्बरको फरक थियो अनि अहिले नम्बर बराबर गराउन सक्नुभएको छ हिमालय बी। हुकुम फुटबल क्लब 12 हिमालय बी 11। राम्रो सुट हान्नुभएको छ हिमालय बीले। हिमालय बी 12 हुकुम फुटबल क्लब पनि 12 बराबर। कोड चेन्ज को संकेत दिइराख्नु भएको छ रेफ्रीज्यूबाट। हिमालय बी 14 रहेको छ भने हुकुम फुटबल क्लब 12 14-12। हिमालय बी 18 रहेको छ भने हुकुम फुटबल क्लब 16। अब एकछिन पछि एक एउटा गेलेर एउटा गेम छ कस्तो हुन्छ नि म फोन गर्छु। हिमालय बी 19 रहेको छ भने हुकुम फुटबल क्लब 16। खेल एकदमै कम्पिटिसन रूपले चलिराखेको छ। दर्शकहरूले हेर्न एकदमै रोचक रूपले हेरिराख्नु भएको छ। तपाईँहरू हेर्न सक्नुहुन्छ। हिमालय बी 20 रहेको छ भने हुकुम फुटबल क्लब 16 20-16। बल हान्न खोज्नुभएको थियो तर आउट हुन पुगेछ। तसर्थ हिमालय बी 21 भने हुकुम फुटबल क्लब 16 21-16। हिमालय बी 22 रहेको छ भने हुकुम फुटबल क्लब 16। नम्बर हुने त आउट गएछ। 24-16 हिमालय बी 24 हुकुम फुटबल क्लब 16। राम्रो छ। शटले 1 नम्बर ल्याउन सफल भएको छ। हुकुम फुटबल क्लब 17 आएको छ भने हिमालय बी 24 17-24।
गेम अफ गेम सकिएको छ अहिले यो खेलको विजेता हिमालय बी रहेको छ भने रुकुम मण्डल क्लब प्राइज जिताउनु परेको छ